पानी आउने सङ्केत चाहिँ कस्तो हुन्छ अरे बुवा? पानी आउने सङ्केत अब 70 वर्षको अनुभवमा मैले यसरी अनुभव गरेको छु कि बिहान उठ्ने बित्तिकै सर्लक्क मुख धुँदाखेरि चाँडै ओभायो भने त्यो दिन पानी पर्ने सम्भावना हुन्छ। अर्को कारण भनेको चाहिँ बोट बिरुवाको पातहरू बटारिन्छ अनि घाम लगाई घामको तापक्रम कस्तो हुन्छ, न्यानो तातो टिन्टलापुर चिराइलो कुन अवस्थाको घाम छ, न्यानो रापिलो घाम छ कि एकदम पसिना आउने घाम छ। पसिना आउने घाम छ भने पानी पर्ने सम्भावना हुन्छ। चराचुरुङ्गीहरू चाहिँ खोलाको किनारमा खोलाको किनारमा गएर कराउन थाल्छन्, बाँदरहरू खोलाको किनारमा गएर निदाउँछन्, सर्पहरू तलतिर झर्न थाल्छन् र चाहिँ नि यस कारणले गर्दाखेरि पानी पर्ने सम्भावना मैले देखेको छु। यस भन्दा भन्दै पानी परि पनि हाल्छ। यो मेरो 70 वर्षको अनुभवमा पानी पर्ने लक्षणहरू यी कारणहरू हुन्। तपाईँ पनि भनेपछि अहिले त मौसमविद एक खालको होइन त? ल ल ल, अनुभवको आधारमा मौसमको बानी गर्न सकिन्छ।